नमस्ते मित्रहरू। बिहानी तपाईँहरूलाई नमस्कार है। आज यो गीतमा है मैले जुन चाहिँ गीतमा काम गर्दैछु है त्यही गीतमै बेस साल्न गइरहेको छु है। अन्त एउटा कुरो भन्नु मन लागेको थियो, मेरो कतिजना साथीभाइहरू है सायद अब उनीहरूले मलाई राम्रो भनेको हो कि नराम्रो भनेको त जाएर म जानिनँ है। मेरो पछाडि कुरा गर्छ कतिजनाले है, भन्छन् पनि मेरो मित्रहरूले कतिजनाले होइन। पता नै अब के हो त्यो चाहिँ म जान्दिनँ है। तर मैले चाहिँ धेरै बाठो भएर धेरै जान्ने भएर अब गर्नु गरेको होइन। मैले जति जे छ मेरो आफ्नो काम हो, मैले त्यो आफ्नो उयो सम्झेर म गरिरहेको छु है। कतिजना साथीभाइले भन्दो रहेछ आफै जान्ने हुन्छ त्यो सबै कुरो, आफै मै हुँ भन्ने खालको गर्नु खोज्छ त्यसले भन्ने टाइपको कुराहरू गर्ने साथीभाइहरू पनि भेटेँ है। उहाँहरूलाई चाहिँ म के भन्छु भने चाहिँ कुनै पनि काम गर्नुको लागि चाहिँ धेरै टर्म्स एन्ड कन्डिसनहरू हुन्छ, समथिङ के है, अब तपाईँलाई थाहा छ है। अन्त प्लिज त्यस्तो नगरिदिने है। बरु के छ कस्तो छ होइन, बरु आएर मलाई के मैले जानेको छुइनँ, मैले गर्नु जानेको छुइनँ भने त्यसमा बरु बुझाइदिने। तपाईँहरू सायद धेरै पुख्ता धेरै म्युजिकको विज्ञहरू पनि हुनुहुन्छ होला सायद तपाईँहरू होइन, हुनुहुन्छ तपाईँहरू हुनुहुन्छ नै त्यो है। अन्त अब धेरै अब कुरा नगरौँ, काम गरौँ है। किन श्रोताहरूलाई मन पर्दैन त्यस्तो त्यो दुनियाँभरको अगाडि बढ्ने कुराहरू गरिरहेको है। सो अब काम गरौँ। तपाईँलाई कस्तो लाग्छ सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। भ्युवर्सहरू मेरो जतिजना पनि हुनुहुन्छ तपाईँहरूलाई अगाडिबाटै धेरै धेरै धन्यवाद दिन्छु। मेरो भ्युवर्सहरूलाई मेरो जतिजना पनि छ, मैले जबरजस्ती थोपेको त्यस्तो छैन। जति पनि मेरो भ्युवर्सहरू छ प्योर एउटा जति मैले पाएको छु मेरो भ्युवर्सहरू एकदमै म आइएम ह्याप्पी है। त्यति जति छ सायद पछि बढ्छ होला अझै पनि है। तपाईँहरूको साथ तपाईँहरूको माया पायो भने है। सो अब काम गरौँ है त। सायद मिस्टेक पनि हुनसक्छ, त्यसको लागि सरी है। किनभने हातले गर्ने कामहरू हो है, डलक्को भयङ्करहरू पनि होइन त्यो चाहिँ। अब तपाईँहरूले पनि अन्डरस्ट्यान्डिङ गरिदिनुहोस्।
काम यसरी हुँदैछ यसको है। बिहान बेलुका गरेर काम गर्छु। अर्को त अब अर्को क्षेत्र मेरो आफ्नो कामको पनि छ है। अब तपाईँहरूलाई थाहा छँदैछ काम पनि नगरी हुँदैन। म्युजिकले मात्रै चाहिँ अहिले अलिकति साह्रो छ जीविका धान्नु मान्छेलाई है। यति भन्दै तपाईँहरू सबैजनालाई हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै है। अघि मलाई फलो गरिदिनु होला है। तपाईँहरू फलो गरिदिनु भयो भने चाहिँ काम गर्ने उत्साह मिल्छ। अझै अगाडिको दिन राम्रो राम्रो नयाँ आउने नयाँ नयाँ नानीहरू केटाकेटीहरू उनीहरूलाई केही गर्नु सकौँ है। त्यति भन्दै हजुरहरूबाट बिदा लिन्छु। थ्याङ्क यू, धन्यवाद है।